हेलो एभ्रिवान गाइज, दामी ठाउँ छ है, दामी ठाउँ। आजको भ्लग चाहिँ बबाल हुनेवालामा छ, बाटो पनि दामी। तर यो गाडी किन एकदम स्लो चलाइरहेछ, दामी छ। हाय हाय, यो हो नि त यात्रा। पुरै ट्रकमा पो रहेछ त यात्रा। जाउँ माया जाउँ, धुलो लास्टै भयो है। लास्टै धुलो भयो गाइज, कति हो होइन, एकदमै भयो धुलो भयो। त्यो गाडी जाओस्, यहाँ चाहिँ के हो, ए बङ्गुर पाल्ने ठाउँ रहेछ नि त। चाहन्छु म तिमीलाई। बाटो अलिक राम्रो छैन रहेछ। बाटो खत्तम रहेछ। वा के बन्दैछ यार त्यो भित्र, रिसोर्टहरू यस्तोमा हेर कति धेरै। ओ माइ गॉड, खोला नाला छ, खोला नाला पानी। तर यो गाडीले जस्तो ढिलो उडायो। यता पनि झ्याप्पै अलैँचिरो भन्दा खतरा हुन्छ नि, यो पाखा सट्ट। ओ दामी छ बवाल ठाउँ चाहिँ। अझै पनि यता विकास चाहिँ भएको छैन त्यस्तो भिड छ। अनि माइला दाजु पानी हुन्छ है। कस्तो धेरै हो पानी त, बाप लहै सेवारो है सेरावर आऊ सेवारो हो आदङबे सेवारो। ल सरर 1-2 किलोमिटर अगाडि चाहिँ पुगेर आउने एकदमै तर्खरमा। जाँदैछु पल्टनमा। अरे हो बाटो त साह्रै हो, बिग्रेको रहेछ हौ आकारे। यो बाटो होइन, जति पनि काठमाडौँको त्यो फोहोरहरू लाने ठाउँ हो क्या। के गर्यो नि हौ, कस्तो हुन्छ हौ। कालिज कहाँ होइन हो त रहेछ। आमा काली चाहिँ फर्किँदै हेर्नुपर्छ मजाले। कता घर मतलब जरङको कहाँ हो त नि, जरङको गएको
यो होइन नि कहाँ पो गएको त नि यस्तो कता कता घुम्नलाई कहाँ हामी त उता त्यो डाँडा उतापट्टि पो त नि हामी घर जान्छ एकछिन न यता पर जङ्गल छ त जङ्गलमा मल त बनाउनु पऱ्यो नि त बोट बिरुवालाई मल भन्ने कुरो चाहियो पसल पनि होला यता चटपटे खानु भनेर सोचिरहेको छु ओहो त्यहाँ तल त्यस्तो फ्याक्ट्री छ ल के बनाएको त्यस्तो है बारीलाई केही छैन रहेछ बाढी पहिरोले भन्दा नि कि प्लटिङ गर्न रहेछ हेर त घर यस्तोमा बनाएको छ मान्छे के गरे हो अब हामी यतासम्म मात्र आउँछौँ होला अब फर्किन्छौँ होला किनभने धेरै ओह्रो आइसक्यो सो त्यही भएर यहाँ चटपटेहरू बन्छ खाऊँ न ल अनि वासरुम पनि जाऊँ बन्छ किन भन्दैन के बन्छ किन भन्दैन मजाले बन्छ चटपटे खानु पर्यो कि गाइस अब ल न पाउँछ पाउँदैन चटपटेहरू भन्दैन है भन्दैन अरे यहाँ कडा रहेछ त खेल त फर्किने त गाइस लाग्यो फेरि फनक्के चटपटे खाम भनेको छैन सर कुच्चीहरूले पुरै खेलिरहेको रहेछ यस्तो खेल खेलेको छ खेलेको छ मैले पनि खेलेको छ ए हिरो हो यस्तो खेलमा त चुङ्गी गट्टी कहाँ आउँछ रे घुमेर यो बालपनको उमेर यो बालपनको उमेर यो ट्रक यही थियो होइन अघि यही थियो यस अलराइट यस अलराइट 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 फोहोर बोक्ने टिपरहरू छ यहाँ त राति चाहिँ हिँड्छ क्या लास्ट टिपर काठमाडौँको जति पनि फोहोर छ नि त्यो यतै ल्याउँछ कि यहाँ पर
मैले पनि लिने भन्ने यही त हो नि। मैले लिने भनेको पनि बाइक कुदेर तर न्यू हाय हाय। तर यहाँ चाहिँ कस्तो आम्मामा काली गाई चाहिँ हेर्नुहोस् त ल। कसैले हेर्नु भएको छैन भने कालिज ल हेर्नु ल। ओ माइ गड कालिज फार्म रहेछ। कति धेरै छ कि कहाँदेखि है उत्पादन गर्यो यो? मान्छेले गर्न चाहिँ गरेकै हो। अफरोड त हिँड्दै हिँड्दैन क्या स्कुटर। OMG बाटो चाहिँ तर खासै राम्रो छैन रहेछ कि ल। यहाँ पानी छ। छोडी माग्नु चाहँदा नुवाकोट रिभर्स होटल एन्ड लज। त्यो पनि के रिसोर्ट भन्दै रहेछ ब्यान्ड। बगाल छ हरेक चिज बन्दैछ। यता झर्ना झरनाको चिसो पानी। कति देखाउँछ र आमा यो के होला है यो? ए सुँगुर फार्म हो सबै। मान्छे यस्तो भइरहेको छ। चारो पकाउने दिने दाउरा खोज्ने। हजुर के भयो? त्यस्तो होइन, त्यसो नभन्नु। वाउ भग्न अवशेष खतरा भग्न अवशेष। पहिला त्यो युद्धमा के अब यो चन्द शमशेर पृथ्वीशमशेर अनि पृथ्वीनारायण शाह युद्ध गर्दाखेरि यो रहेको भग्न अवशेष। त्यो पृथ्वीनारायण शाहको दरबार। उहाँ अङ्कलले के बोक्नुहुन्छ? ए आँटीको रहेछ। नुवाकोटको राजा भनेर मलाई चिनिन्छ। अब चाहिँ दामी बाटो भयो।
बाटो चाहिँ दामी छ के। यस्तो बाटोमा त बाइक चाहिने हो कि खतरा खालको स्वाई स्वाई दबाएर हिँड्नुहुन्थ्यो। सिन्धुलीको मोडै मोडमा सरर गाडी चलाउने। ए यस्तो बाटो ओइ कति धेरै यो उहरू हो हाममा सागसब्जीहरू गोठालो गर्दैछ माथि। ओ माई गड खेती त यो हो नि त। मान्छेले देशमै केही गर्न सक्यो भने यस्तो गर्न सक्छ क्या ल। देशमै बसेर लाखौँको आम्दानी हेर्नुहोस् त। कृषि खेती गर्छन् मान्छेले दुःख गर्छ तर के गर्नु। त्यो उब्जाको सामानलाई बेच्ने ठाउँ न बजार छ न भाउ छ। के गर्नु विदेशी सामानले गर्दाखेरि विदेशी तरकारी फलफुल हरेक चिजले गर्दाखेरि नेपालको भाउ नै पाउँदैन। अब इन्डियन भने 5-10 रुपियाँ महँगो साग किनेर लानुपर्छ क्या पाउँछ होला नि। आम्मामा घाँस दामी देश। ब्याक टु यो भन्ने जस्तो आइपुग्यो। फर्की आइपुग्यो फर्केर ठ्याक्कै आइपुग्यो। अब यहाँ जानुपर्छ। छैन त यता त। छैन चटपटे नै पाउँदैन यो यार। चटपटे हामी चटपटे खाँदैन त्यो के त्यसको यसो टाढामा बसेर सट्टासँग हानौँ भनेर क्या। जान्छ नगरकोट अनि कहाँ नगरकोट हो त यो। यो होइन त्यो त भक्तपुरको बाटो हो। यहाँ चाहिँ के बन्दै रहेछ विकासको कामहरू हुँदैछ। कस्तो चिप्लेको यार स्वादै हिलोमा। पिलित हो नि त फेरि चिप्लिहाल्छ नि त पित्तै। आहा बाटो त के हो यो देश बन्नु पर्दैन यार। यो बाटो बन्नु पर्दैन। सुपर बाइक नकिनी भएन यार। सुपर बाइक डट बाइक नकिनी भएन। अब फाइनली घर लागिँदैछ। घर यहाँ मात्रै गाडी लाग्छ। यो कहाँ नुवाकोटदेखि आएको होला।
बाटो यस्तो छ गाडी यही बाटो हिँड्छ प्राय तर आज खासै धुलो त्यस्तो त उडेको छैन त्यस्तो धुलो भए पनि यहाँ चाहिँ बाटो के बनाउँदै रहेछ कि यहाँ अरूमा बाटो बनाउँदै रहेछ आँखा नै हेरो के भयो तपाईलाई नो भाइ छैन बस्दैन एक बजिरहेको छ अब फाइनली हामी चाहिँ अब सिधै जाने हो चरङपुर जाने हो चरङपुर घाँस सबै छरेर यहाँदेखि के दिने हो घरमा बस्नुलाई अघि त्यो ठाउँ पनि पुग्यो यहाँको माथिसम्म सट्ट तल यता आएको अब सबै जान चाहिँ आफै भएर यहाँ त फेरि हामी साइकलमा त फेरि यहाँ त नसमाथि हो नि सल्ल हिँड्ने हो नि दुईटा हात छोडेर बाटोमा जाँदिएर ठ्याक्क अघि पेट्रोल हालेको ठाउँ आइपुग्यो गाइस पेट्रोल हालेको ठाउँ आइपुग्यो अब सिधै चरङपुरमा मात्र हो रोक्ने स्कुल बस
आएको ठाउँ यहाँ बिचमा यस्तो छ कि अप्ठ्यारो बाटो बिचमा यस्तो छ बाटो अनि कहाँबाट हुन्छ विकास कहाँबाट हुन्छ विकास विकास केपी ओली मुर्दाबाद भन्ने बेला भइरहेछ यो तरिका देखेर बाटो यस्तो खतम पऱ्यो कस्तो पहिरो बनाइदिएको यति राम्रो बनाएर के गर्नु अघि हामी माथिबाट आएको बाटो यहाँ आइपुग्छ क्या ट्याक्क अब जरङ पुग्न लागेको है छैन मेरो भ्लग चाहिँ अब घरसम्म रुमसम्मै हुनेछ मेरो ल ल त्यो गाडी के साह्रो आएको आमा बाले फेरि उकालोमा दिइआएको छ क्या पुरै यो घर त ठुलो भन्दै रहेछ त के हो फाइनली जरङको आइपुग्यो जरङको बसन्त कोलोनी छिर्नु पर्यो नि त अब लगाएर हाई 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 ओह्रालो भएर कहाँ डुनोट पकायो हौ यति मिठो छिर्यो के साह्रो भिड हौ आज त आमा यहाँभित्र पनि ए लाइनै छ त हौ काटी पुरै लाइनै छ त त्यही होला त्यो त होइन यति त नर्मली हिँडिहाल्छ नि
हामी कहाँ खाने हो चटपटे? हजुर चलाउनु त के गाह्रो छ र अघि तपाईँले चलाउनु भएको थियो त मजाले चलाउनु छैन यसो केटा गइसक्यो घर गइसक्यो फाइनली अब सुन्नु लागि यस्तो राम्रो छ हो त्यस्तै छ नि त ट्याक्सी नै ल फाइनली आइपुग्यो अब यो मारौँ होला होइन